Yeah, man, we out here working. You know what I'm saying? Oh yeah, you looking sweet. Oh yeah, you looking sweet. Baby, you haven't seen. So you uninformed. I'm trying to be free. But it's here for long. And it goes on and on. Just release. ल माछालाई भिटेन दाइले लाइभमा बोलाउँछ त के छ हौ दाजु खबर तपाईँको कस्तो के छ ठिक छ सन्चै सन्चै छु हौ दाजु अनि तपाईँ कताबाट हो ब्रो के गर्नुहुँदैछ हौ आजभोलि म यता झापाबाट केही दाजु भएको छैन यार कताबाट हो तिमी म यता झापा दमकबाट दाजु अनि के गर्दै भाइको नाम के हो मेरो नाम सङ्गीत हो दाजु के अरे सङ्गीत हजुर के भाइ के गर्छ यार नाम सङ्गीत रे म त यत्तिकै दाजु त्यही के भन्नु म भन बोल न बा सोधेछ दादालाई हालखबर के छ के गर्दैछ आजकल के छ तिमी पढ्दैछ कि के छ हजुर दाजु आजकल म पढ्दै नै छु हौ दाजु भाइ म नि अलि वेट अप्ठ्यारो लाग्छ है म नि नयाँ मान्छेसँग बोल्दाखेरि म त यसो रमाइलो गरौँ भनेर सोचिरहेको मैले ए त्यही त दाजु म नि अलिक बोल्न अप्ठ्यारो लागिरहेको कतिमा पढिरहेको तिमी हाई स्कुल कि ब्याचलर्स हो कि के हो म हाई स्कुल नै हो दाजु अहिले 11th मा हो म ला तिमी त सानो भाइ रहेछ त हजुर दाजु ए ठिक छ फोकस गर्नु तर तपाईँको चाहिँ के लास्टै गर्दैछ ठुलो तिमी काम है दाजु 11मा के पढ्दैछ मैले बिजनेस दाजु हो बिजनेस चाहिँ फेरि मलाई आउँदैन यार मलाई नि त्यति खासै त आउँदैन अब मलाई साइन्सहरू चाहिँ ठिक लाग्छ है ए किनकि डक्टरहरू गर्न त्यहाँबाट राम्रो हुँदैन रहेछ क्या पछाडि के अरे कलेजमा चाहिँ तिमीले मेडिकलहरू पढ्न नि पाउने रहेछ हो त्यसबाट चाहिँ तिमीले के बुझ्यो त के बुझेछ ल भन त अलि बिजनेसको बारेमा भन त के चाहिँ बुझ्यो तिमीले पढेर हल्का यसो ल होइन मलाई थाहा छैन क्या त्यही भएर कस्तो रहेछ तिमीले 11मा तिमीले के एक्सपिरियन्स गर्यो ल मलाई साँच्ची मलाई बुझ्न मन लाग्यो त्यो भन न एकचोटि भनिदेऊ न मलाई छैन हौ मेरो वरिपरि त्यस्तो त्यो पढ्ने मान्छेहरू त्यही भएर तिमीलाई सोधेको तिमीले पढ्ने रहेछ नि त त्यस्तो साह्रो त पढ्दिनँ दाजु त्यही भएर मलाई नि त्यति खासै थाहा छैन थोरै मात्रै थाहा छ हौ दाजु हो हजुर अलिक घाँटीबाटै निस्किएन क्या भन्नु चाहिँ यहाँसम्म आउँछ नि घाँटीबाट निस्किँदैन हौ मेरो होइन भन तिम्रो त्यो एउटा माइन्ड सेटमा एउटा त्यो पहिल्यै त्यो भइरहेको हुन्छ नि त त्यो एउटै कुरामा अब पढ्ने मान्छेको त त्यो गइरहेको हुन्छ नि भन्नु खोज्दा त्यो पढ्ने मान्छे त्यो पढ्ने भने होइन कि फोकस त्यो आफूलाई त्यो लाइक आफूले गरिराख्दाखेरि चाहिँ याद हुन्छ नि त अनि के चाहिँ तिमीलाई याद भयो के चाहिँ रहेछ चाहिँ तिमीलाई त्यो फाइदा चाहिँ के रहेछ त भन्ने मात्रै बुझ्न खोजे क्या फाइदा अब कस्तो भन्नु म तपाईँलाई फेरि बुझाउने एक्सप्लेन गर्ने त्यति म जान्दिनँ हौ दाजु आउँदैन हौ त्यति खासै मैले सिक्थेँ नि त त्यही भएर भनेको नि त्यही त भन्नु त थियो अब मलाई नि त्यति त थाहा छैन हौ दाजु ज्ञान गुण भाइ के चाहिँ केटीहरू बेसी पढ्छ क्या हो के भन्नु दाजु हाँसिहाले अरे बदमास हेट हुँदैन है भाइ हुँदैन फोकस होइन अब आफ्नो त हुन्छ होइन तर पनि लाइक अब तिमी लाइक के गर्दैछ तिमीले त्यो चाहिँ फोकस चाहिँ गर्नु है भाइ है त्यस्तो हुन्छ पछि आएर त्यो अलिकति टाइम अलि हुन्छ नि टाइम पछाडि पुग्दै गएपछि हामीले टाइमहरू अब टाइम स्पेन्ड हुँदै जान्छ नि त लाइफमा त
अनि पछि आएपछि कस्तो त्यो रिग्रेट भएको जस्तो हुँदो रहेछ कि जस्तै मलाई भइरहेछ कि अहिले म त्यतिखेर पढेको भए म अहिले डिग्रीहरू लिन्थेँ होला अनि मलाई फिल भइरहेछ क्या किनकि डिग्री हामीहरूले डिग्री लियो भने चाहिँ भाइ होइन हजुर तिम्रो तिमी बुढो हुन्छौ